हेलो नमस्कार सन्चै हुनुहुन्छ सबैजना। म चाहिँ फेरि पनि आइसकेको छु। आज फेरि नयाँ अनि छोटो मिनी ब्लग लिएर हजुरहरूको सामु। हजुरहरू पनि सन्चै हुनुहुन्छ भन्ने आशा गरेको छु। अनि आज चाहिँ मेरो नानीहरूको स्कुल लाग्ने दिन थियो। आज चाहिँ मैले बिहानै खानासाना बनाइसकेँ। खाना बनाएको चाहिँ मैले देखाइनँ, खाना बनाइसकेको छु। अनि नानीलाई चाहिँ आज स्कुलको लागि रेडी गरिदिनको लागि मैले कपाल कोर्दिन लागेकी छु। नानीको कपाल चाहिँ कोरिदिँदैछु। मैले नानीको कपाल चाहिँ हेर्नु न कति लामो बाँधेको, लामो देखियो अरे नानीलाई चाहिँ। अनि कति लामो मेरो कपाल भन्दै थिइन्। अनि मैले पनि यस्तो यस्तो गरेर बनाइदिएँ। अनि मेरो कपाल चाहिँ एकदम धेरै जुखुरो छ नि त, माथि माथि बुर्रा आउँछ। अनि मेरो चाहिँ कोरिनँ, मैले त्यतिकै छोडिदिएँ। अनि मैले चाहिँ नानीहरूलाई खाना दिएँ। अनि मेरो चाहिँ लुगा पनि धुनुपर्ने थियो, मैले चाहिँ मेसिनमा लगेर लुगा हालेँ। फेरि किचनको काम चाहिँ मेरो बाँकी नै थियो। अनि मैले चाहिँ किचनको काम सकेँ। मेसिनमा लुगा हालिसकेपछि उता लुगा धुइँदै गर्छ। अनि यता किचनको काम सक्दाखेरि पनि लुगा चाहिँ ठिक्क धोइसक्छ। अनि त्यसपछि लगेर सुकाइदिन्छु भनेर अनि किचनको काम चाहिँ मैले चुलो पुसेँ। अनि भुइँ स्ल्याबहरू पुसेँ। अनि आज चाहिँ हाम्रोमा सिमेन्ट आएको थियो। अनि सिमेन्टको चाहिँ गाडी आएको थियो। अनि भाइहरूले चाहिँ अनलोड गर्दैछन्। भाइलाई पनि सधैँ चाहिँ खाना यहीँ खान्थ्यो। आज चाहिँ भाइले खाना घरमै खाएर आएको भन्दै थियो। पानी एकदम धेरै बिहान चाहिँ पानी परेको थियो नि त धेरै। अनि म चाहिँ पसलतिर झरेँ, भाइहरूलाई आँप लगिदिएको। भाइहरूलाई चाहिँ आँप चाहिँ दिनु पऱ्यो, आँप चाहिँ खाउन् भनेर। अनि हेलो भाइ भनेको, भाइले पनि उँभो हेऱ्यो। अनि आज दुईजना मात्रै भनेको, दुईजना मात्रै के गर्नु, दुईजना भए पनि झार्नै पऱ्यो भनेर भाइहरू चाहिँ दुईजनाले मात्रै अब त्यत्रो 500 बोरा सिमेन्ट झार्दा त नि भाइहरू गलेर कस्तो भइरहेको थियो। अनि मैले चाहिँ आँप लगेर दिएँ, लु आँप चाहिँ खानु नि त पहिले, अनि झार्नु पऱ्यो भनेको। अनि हुन्छ अब लास्टै 1 बोरा झार्ने, अनि अहिले बरु झार्ने एकछिनमा भनेर। अनि आँप लास्ट 1 बोरा थियो, 1 बोरा चाहिँ अनि भाइले झार्यो, त्यहीँ नजिकै ल्याएको थियो। अनि त्यो बोरा झारिसकेर अनि भाइहरूले चाहिँ आँप खाए हातसात धोएर। थ्याङ्क यू सो मच। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद सबैजनालाई।